नमस्कार अनि स्वागत छ तपाईहरुलाई सुनिल भुसाल ग्यालरीमा। म चाहिँ आज अर्को एउटा फुड भ्लग लिएर यहाँ उपस्थित भइसकेको छु। त्यो फुड भ्लग चाहिँ केको बारेमा हो भन्ने कुरा तपाईहरुले अलरेडी थम्बनेल हेरेर र टाइटल पढेर थाहा पाइसक्नुभयो होला। आजको यो भिडियो चाहिँ मेरो भान्जीको लागि डेडिकेटेड भिडियो हो। उसैले नै सुशी खाएको भिडियो बनाउनु भनेर रिक्वेस्ट गरेको भएर म यो भिडियो बनाउन जाँदैछु। यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर मलाई साथ पनि दिनु होला। कोरियामा चाहिँ सुशीलाई चाहिँ छोफाप भनेर भन्छ। सुशी चाहिँ जापानिज फुड कल्चरबाट आए तापनि कोरियामा पनि त्यत्तिकै फेमस छ र त्यत्तिकै धेरै खाने गर्छन्। मलाई मनपर्ने फुडहरु मध्ये एउटा पनि हो। अहिले म जुन सुशी रेस्टुरेन्ट जान लागिरहेको छु त्यो चाहिँ यो एरियाकै सबैभन्दा हाईली रेटेड टी रेस्टुरेन्ट हो। अरूमा चाहिँ 3-4 मात्रै रेटिङ थियो भने त्यसमा चाहिँ 5 मा 5 रेटिङ पाएको रहेछ इन्टरनेटमा हेर्दाखेरि। सो म अहिले चाहिँ त्यतर्फ जाँदैछु र बाँकी भ्लग भिडियो चाहिँ हामी त्यहीँ गएर हेर्नेछौँ। 약간 좁네요. 혼자는 그래요. 네, 알겠습니다. 잠시만요. अर्डर गर्न जाँदैछु। सो के खाने भन्ने कुरा चाहिँ युजुअली म चाहिँ घरबाटै के खाने भन्ने कुरा डिसाइड गरेर आउँछु हैन। अनि धेरै टाइम लगाउँदैन थिएँ। तर यहाँ चाहिँ अहिले चाहिँ अब यसो हेर्दाखेरि मेनु नै लास्टै धेरै छ। मेनु नै लास्टै धेरै भएको कारणले अब त्यसबाट चाहिँ कुन चाहिँ छान्ने भन्ने कुरा अलिक कन्फ्युज भइरहेछ। कुनै स्पेशल चिज मिस पनि गर्न चाहन्न अनि एट द सेम टाइम खाना चाहिँ बढी अर्डर गरेर नफालियोस्। मेनु हेऱ्यो नि त कन्फ्युज भइरहेछ। 저기 메뉴에는 네. 점심 특선이라고 네. 점심은 저렇게 준비해요. 네. 근데 런치 A 시켜도 우동이랑 튀김을 줘요. 그리고 런치 B를 시켜도 네. 우동이랑 튀김을 줘요. 근데 가격 차이가 조금 있어요. 어떤 게 제일 맛있어요? 맛은 똑같아요. 똑같아요? 근데 틀린 거는 없어요? 양 차이. 맛은 똑같아요? 네, 맛은 똑같아요. 그러면은 A로 주세요. A 주세요? A로 주세요. अरूमा चाहिँ टेबल अलिक ठुलो हुन्छ, यहाँ एकजना भएर टेबल चाहिँ अलिक सानो भएको कारणले पर्दैन जस्तो। अनि यहाँ अहिले अलरेडी आइसकेको छ, के चाहिँ साइड डिस टाइपको आइरहेको छ। के छ भन्दा सेलड टाइपको छ। अनि यो लसुन हो कि के हो यो भिजाएर राखेको छ। लास्टै टाइट भयो ठाउँ चाहिँ। तातो पानी भर्खरको त होइन रहेछ। 맛있게 드세요. 네. अर्डर गरेको आइसकेको छ। यसलाई अलिकति साइडमा लगाइदियो, साइड डिसलाई। यसलाई चाहिँ मेनलाई चाहिँ अगाडि सार्दियो। यहाँ के छ भन्दाखेरि यो चाहिँ के हो थाहा भएन। यो चाहिँ स्याल्मन एउटा दुईटा, यो र यो चाहिँ स्यामन फिस भयो। अनि यो चाहिँ टुना हो क्या, टुना। अनि यो एउटा चाहिँ श्रिम्प, यो चाहिँ के हो ओजिङ अक्टोपस टाइपको देखिरहेछ तर के हो थाहा भएन। अनि यो चाहिँ चिज हो क्या, चिज फ्राई गरेको जस्तो। अनि यो चाहिँ उसमा डुबाएको श्रिम्प नै हो तर त्यो सोया सस टाइपको केमा डुबाएको श्रिम्प हो। यसरी आएको छ। ट्राई गरेर हेरौँ है त। 우동이요? 우동, 감사합니다. 네. 이거 넣어서 먹으면 더 맛있어요. 이거 뭐예요? 고춧가루? 저거 뭐예요? 고춧가루? 네, 감사합니다. 네. यो चाहिँ त्यो सोया सस टाइपको सस हो। अनि यसमा चाहिँ यो आसाबी भन्छ। यो चाहिँ एउटा के उसको जरालाई घोटेर यस्तो बनाएको हुन्छ। सो त्यसको फोटो कस्तो हुन्छ त्यो चाहिँ म पछि एडिटिङ गर्ने टाइममा हालेर देखाउँला। अहिले यो चाहिँ यसरी हालेर अनि यसमा मिक्स गरेर अनि यसो चोपेर चाहिँ खाने हो। यो यस्तै सानो भएर ठाउँ अलिकति सानो भएर कस्तो गर्न अलिक गाह्रो। यसभित्र चाहिँ के हुन्छ यो कसरी बनाएको छ भन्दाखेरि यो सबभन्दा पहिला चाहिँ यो मासुको ऱ्यापिङ भएन, यो चाहिँ काँचो मासु हो। यसरी ऱ्याप गरे हुन्छ। त्यसभित्र चाहिँ भात मुछेर थोरै भात मुछेर हाले हुन्छ। अनि त्यसपछि त्यसमाथि चाहिँ यही आसाबी भन्ने हाले हुन्छ। यो भर्खरै अर्को आएको चाहिँ यो चाहिँ
यो चाहिँ फ्राई गरेको, यो चाहिँ श्रिम्प हो, श्रिम्प फ्राई गरेको। अनि यो चाहिँ कोरियामा चाहिँ यसलाई खोगुमा भन्छ, स्विट पट्याटो यसलाई फ्राई गरेको। अनि यहाँनिर आएको चाहिँ यो चाहिँ उदोङ, यसलाई चाहिँ उदोङ भन्छ। अलिकति रामेन भन्दा अलिकति ठुलो नुडल हुन्छ यसमा, यस्तो खालको हुन्छ। अनि यो रामेन जति टेस्टी चाहिँ हुँदैन, तर ठिकै छ। यो चाहिँ चाउल नुडल। अनि यो अहिले मैले अर्डर गरेको सबैमा चाहिँ यति मेन्यूमा चाहिँ सबै खानेकुराहरू। त्यसभित्र हालेको यो ग्रिन कलरको आसाबीले चाहिँ अलिकति पहिला कोक खाँदाखेरि जुन नाकबाट ढस्स आउँछ नि, त्यस्तै खालको ढस्स निकाल्छ। फर्स्ट टाइम ट्राई गरी हेर्नु चाहिँ स्वाद कस्तो भन्दाखेरि त्यो माथिको माछा चाहिँ काँचै भएको कारणले त्यो काँचो माछा चबाएको जस्तो चाहिँ आउँछ, तर भित्रको भात अलिकति गुलियो। अनि त्यसपछि आसाबीले गर्दाखेरि हल्का पन्ची फ्लेभर छ, एकदम मिठो छ, गुलियो छ, अलिकति गुलियो चाहिँ छ है। अरू ठाउँमा भन्दा यहाँ चाहिँ अलिक गुलियो जस्तो लाग्यो मलाई। अनि यो चाहिँ स्विट पट्याटो फ्राई गरेको, एकदम मिठो हुन्छ, क्रन्ची हुन्छ। त्यसपछि एकदम मिठो स्विट, एकदम स्विट हुन्छ। कोरियन भाषामा चाहिँ थ्विकिम भन्छ, जस्तो हाम्रोमा पकौडा भन्छ, कोरियन ल्याङ्ग्वेजमा चाहिँ यसलाई थ्विकिम भन्छ। ओके, अब नेक्स्ट सुसी ट्राई गरौँ। यो चाहिँ स्यामन फिस भन्छ यसलाई चाहिँ इङ्ग्लिसमा चाहिँ, नेपालीमा त्यो थाहा भएन। तर यो सबैभन्दा फिसहरूमध्ये सबैभन्दा मलाई मनपर्ने फिस यो हो, एकदम मिठो हुन्छ। अनि यसमा चाहिँ अरूमा भन्दा यसमा चाहिँ सस पनि हालेको छ, अरूमा सस छैन, यसमा चाहिँ सस पनि हालिदिएको छ माथिबाट हेर्ने भने। सुसी नखाएको मान्छेहरू फर्स्ट टाइम कसरी खाँदैछ भने चाहिँ यस माथिको मासु चाहिँ काँचो हुनुभएको कारणले फर्स्टमा चाहिँ हल्का काँचो मासु खाएको जस्तो महसुस हुनसक्छ, तर त्यसलाई चाहिँ त्यो उसलाई चाहिँ इग्नोर गरेर इन्जोय गऱ्यो भने एकदम मिठो हुन्छ, एकदम टेस्टी हुन्छ र हेल्थको लागि पनि एकदमै बेस्ट हुन्छ, अरूभन्दा एकदम बेस्ट। अब दोस्रो पिस पनि सामानकै छ। ओके, यो फोर्थ हो, यो चाहिँ टुना हो। अनि यसमा चाहिँ यहाँ माथि यसको सस चाहिँ अघिको सस चाहिँ सेतो थियो भने यसको सस अहिले चाहिँ कालो छ। अरू ठाउँको चाहिँ यो अलिकति कडा हुन्थ्यो होइन, यसको चाहिँ यहाँ चाहिँ अलिकति कडा छैन, नत्र खाने बित्तिकै पुरै फस्छ, नाकबाट एकदम धुवा निकालिहाल्यो। त्यसपछि चाहिँ अब त्यसपछि चाहिँ यो श्रिम्प फ्राई, यसलाई चाहिँ सेउ थ्विकिम भन्छ। मलाई चाहिँ यो अलिकति कम भयो जस्तो लाग्यो, त्यसले यसलाई हालेर थपेर खाँदैछ। अनि यो चाहिँ श्रिम्प, सेउ भन्छ कोरियन भाषामा चाहिँ श्रिम्प। यो आसाबी भन्ने एड गरेपछि चाहिँ बल्ल पन्च हान्छ एकदम। यसको त्यो खानुको मजा पनि त्यो लाग्छ मलाई एकदमै, पुरै पन्च स्वार्च नाकबाट पिरो धुवा निस्किन्छ, अनि त्यसपछि आँखाबाट आँसुहरू आउँछ, एकदमै सही मजा हुन्छ। तर धेरै हाल्यो भने टलरेट गर्न नसक्ने पनि हुन्छ। अनि यो चाहिँ सायद अक्टोपस हो जस्तो लाग्छ मलाई चाहिँ, अक्टोपस जस्तो लाग्छ, तर यो के हो थाहा छैन। यो पनि श्रिम्प नै हो, तर यो चाहिँ एकदम त्यो यसमा सायद सोक गरेर राखेको हो, यो ससमा सोक गरेर डुबाएर राखेको जस्तो लाग्छ मलाई चाहिँ यो। सिमको पुच्छरले चाहिँ घाँटीमा अड्किन्छ, अनि राम्ररी चबाउँदा नि त्यो अलिकति स्वाद बिगारिदिन्छ, त्यो भएर त्यो पुच्छर चाहिँ फालेको राम्रो। अब मेरो लास्ट सुसी बाँकी छ। यो चाहिँ अघि मैले
के हो भनेर कन्फ्युज भएको थिएँ। अहिले चाहिँ हेर्दाखेरि यो एग रोल हो। एग रोल के अरे अन्डा चाहिँ त्यस्तो रोल जस्तो बनाएको हुन्छ अनि त्यसमाथि चाहिँ चिज हालेर आगो लगाएको, माथि सर आगो लगाएको। यसमा पनि थोरै हालौँ है त। अघि हेर्दाखेरि त्यो सुसी चाहिँ अघि हेर्दाखेरि सबै थोरै छ जस्तो लाग्यो। जम्मा कति 8 पिस थियो कि 9 पिस थियो, तर पेट चाहिँ डम्मै भइसक्यो। त्यति खाँदै पेट डम्मै भइसक्यो। यो नुडल चाहिँ सबै सकिँदै सकेन थाहा छैन। यसमा चाहिँ यो हालेर खा भनेर भन्दै थियो त्यो बजे यो हालेर यो चाहिँ खुर्सानीको धुलो हो। अनि यहाँभित्र चाहिँ एउटा के छ भने यहाँनिर चाहिँ यो झार छ होइन। यो झार चाहिँ हाम्रो देशमा चाहिँ यो झारलाई तितेपाती भन्छ होइन। त्यो चाहिँ प्रायः खाँदैन, कतै कतै खान्छ होला, तर हामीहरू धेरै युजली चाहिँ हामीहरू खाँदैन। तर कोरियामा चाहिँ त्यो तितेपातीको सुप बनाएर खान्छ। मैले खाएको अरू ठाउँको सुसी भन्दा चाहिँ यहाँको सुसी चाहिँ अलिकति गुलियो जस्तो लाग्यो मलाई चाहिँ। खाएर सकियो। अब केसान हो 감사합니다. 네, 감사합니다. 맛있게 먹었습니다. 네, 감사합니다. कति खानेकुराको मलाई कति परेको छ भन्दाखेरि 12,500 वोन, कोरियन वोन परेको छ। आजको भ्लग चाहिँ अलमोस्ट सकिन लागिसकेको छ। नेक्स्ट टाइम पनि अर्को नयाँ फुड भ्लग लिएर म आउनेछु। त्यतिन्जेलसम्म मेरो च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नभुल्नु होला र भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।